नमस्ते, वेलकम ब्याक टु माई न्यू डे एन्ड न्यू भिडियो। हजुरहरूलाई स्वागत छ मेरो न्यू भिडियोमा। सो साथीहरू, हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै र आरामै छु। सो आज मेरो मितिनीको बर्थडे हो। अहिले हामी धेरै टाढा छौँ। टाढा भए पनि केही छैन। यहीँबाट ह्याप्पी बर्थडे टु यु प्यारी मितिनीज्यू। हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। हामी टाढा भए पनि केही छैन, नजिक हाम्रो माया सधैँ यसरी नै हुनेछ। सो साथीहरू, अब म बजार गएको मितिनीको लागि सानो भए पनि केक लिएर आउँछु। मितिनीलाई सानो सरप्राइज भए पनि दिन्छु, किनकि ठुलो सरप्राइज त दिन सक्दिनँ अहिले नै। त्यही भएर सानो केक भए पनि चल्छ हाम्रोमा। साथीहरू, अब केक लिएर पनि जाँदैछु। साथीहरू, म केक पनि लिएर आइसकेको छु हतारमा। राति भइसकेको थियो, तर केक त ल्यायो, तर क्यान्डलै ल्याएन। नरिसाइदिनु होला मेरो मितिनीज्यू। अब म मितिनीलाई फोन गर्दैछु, हेरौँ उसको रियाक्सन कस्तो हुन्छ त। सो साथीहरू, मितिनी आफ्नो बर्थडेको लागि रेडी गरिदिइरहेको हुन्थ्यो, तर सरप्राइज हेरेर रियाक्सन त राम्रो दिएको छ, स्माइल। अब केक खुवाउने मितिनीलाई, तर के गर्नु, आफै खाएको। सो अब मितिनी पनि धेरै ह्याप्पी भयो। मितिनीको भाग मैले पनि खोस खाइदिएको। अब म उहाँको दर्शकहरूलाई पनि केक खुवाउने छु, थोरै भए पनि। हेरौँ, सबैजना ह्याप्पी थियो। सबैजनालाई केक खुवायौँ, थोरै भयो पनि, तर आफै खाएको। साथीहरू, बर्थडे पनि सक्यो। मितिनी धेरै नै खुसी भइसकेको छ सानो सरप्राइजले पनि। अब म जाँदैछु आफ्नो मौसीको घर, किनकि भोलि ढलान छ। त्यही भएर बाई बाई गाइज।